भनेको अहिले विश्वको सबैभन्दा ठुलो हाइड्रोपोनिक लगभग 40 मिलियन US डलरको सबसे ठुलो हाइड्रोपोनिक फार्म चाहिँ अहिले छ दुबईमा, जहाँ चाहिँ दुबईको शेखले आफै इस्टाब्लिस गरेको एमिरेट्स ग्रुपको। भनेपछि यो आवश्यकता त देखेर नै गरे हो। हामीले जब जमिनमा गर्छौं, सोइलमा गर्छौं भने एउटा बिरुवालाई चाहिने पर्याप्त न्युट्रिसनहरू, माइक्रो न्युट्रिसनहरू जमिनमा जराले खोज्दै खोज्दै हिँड्नुपर्ने अवस्था छ। उसलाई लिमिटेसनमा बाँचिराखेको छ भनिसकेपछि उसलाई चाहिने हामी जति पनि न्युट्रिसन, माइक्रो न्युट्रिसनहरू छ त्यो चिज चाहिँ हामीले प्रपर रूपमा दिन्छौँ र बिरुवा चाहिँ इजिली आफ्नो टाइममा खाँदै इजिली हुर्किरहेको हुन्छ, स्ट्रेस फ्री लाइफ दिइरहेको छ उसले। जमिनमा के हुन्छ भन्दा जराको भाग न्युट्रिसन खोज्दै 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 जाँदा 60% उसको एनर्जी न्युट्रिसन खोज्नमै जान्छ, ग्रोथ लेभल कम हुन्छ र ऊ चाहिँ ढिलो हुर्कने र लगभग यसमा भन्दा कम न्युट्रिसन त्यसमा हुन्छ, यसमा अझ बढी हुन्छ। यो टेस्टको हिसाबले पनि फरक पाउँछौँ हामी यसमा चाहिँ। र अब अर्ग्यानिक त एउटा यो हिसाबमा यसमा पेस्टिसाइड युजै गरिँदैन भनिसकेपछि त्यो कम्पेयरै भएन, तर अर्ग्यानिकल्ली गर्दा पनि न्युट्रिसनको मात्रा चाहिँ त्यसमा भन्दा पनि अब यसमा पाइन्छ। हामीले त्यो त टेस्ट खाएर पनि थाहा हुन्छ। हाम्रो एउटा बढिरहेको हुन्छ, अर्को आउँदै गर्छ, फेरि अर्को आउँदै गर्छ, रोटेसनमा। र अहिले चाहिँ वाकिङ कस्टमर, कम्युनिटी बेस्ड कस्टमरहरूले चाहिँ बढी रुचाउनु भएको छ। होइन, उहाँहरू डाइरेक्ट फार्ममा आउनुहुन्छ, आफै हेर्नुहुन्छ, हामी उहाँहरूकै अगाडि टिपेर दिन्छ। मतलब मजासँग हामीले यहीँबाट टिपेर नपहालिकन पनि खान सक्ने अवस्था छ अहिले तरकारीको। भनेपछि हामी आफै खान्छौँ भनेपछि त त्यसमा टेन्सनै छैन, कसैले लिनु सक्छ। 2.5 स्क्वायर फिटको एरियाले चाहिँ लगभग यस्तो 32वटा बिरुवा उत्पादन गर्न सकिन्छ। कमर्सियल स्केलमा जाने हो भने लगभग हामीले एक रोपनीमा 24,000 प्लान्टेसन गर्न सकिन्छ। जुन भनेको जमिनमा गर्ने हो भने नर्मली 15 रोपनी जग्गा चाहिन्छ। हामी एक रोपनीमा त्यो बराबरको प्रोडक्सन गर्नु सक्छ। अर्को कुरा भनेको मेन पावर भयो। मेन पावरको कस्ट 80% रिड्युस हुन्छ। हामी 24,000 प्लान्टेसन गर्दाखेरि 15 रोपनीमा गर्दा कति मेन पावर चाहिन्छ त थाहा छैन, तर हाम्रोमा प्लान्टेसन जर्मिनेसनदेखि मार्केटमा बजारीकरण गर्नेसम्म 4 जना भन्दा मान्छे चाहिन्छ। अब हामीले यसमा लिफी ग्रिनको सबै आइटमहरू गर्न सक्छौँ। यसमा टोमेटो लगाउन सक्छौँ, स्ट्रबेरी लगाउन सक्छौँ, यसमा क्याप्सिकम लगाउन सक्छौँ, यसमा काँक्रो लगाउन सक्छौँ, यसमा इभन फर्सीको मुन्टा खानालाई फर्सीको मुन्टा लगाउन सक्छौँ, काउली पर्दा ब्रोकाउली लगाउन सक्छौँ, अब अर्को बेजिलहरू लगाउन सक्छौँ। मतलब हामीलाई चाहिने इम्पोर्टेन्ट जति पनि कुराहरू छ त्यो चाहिँ लगाउन सक्छौँ। स्पेसिफिक यही नै भन्ने चाहिँ छैन, पर्दैन। र अझ हाम्रो यो एउटा यस्तो सिस्टम हो, यो मोडल, जसमा चाहिँ तल टोमेटो, माथि रायो, त्योभन्दा माथि पुदिना, त्योभन्दा माथि काँक्रो, मल्टिक्रप एउटा सिस्टममा लगाउनु इफेक्ट गर्दैन है। यो सिस्टम हामीसँग मात्रै छ, जुन चाहिँ विश्व बजारमा पहिलो हामीले निकालेको। तर एरोपोनिक प्योरमा चाहिँ एउटा ऊ मात्रै, जस्तो बिपीको पनि एउटा जुनलाई चाहिँ जुनको टिडिएसको रेसियो हेरिन्छ, कुन चाहिँ फ्रुटिङ हो, कुन चाहिँ के हो भनेर हेरिन्छ। त्यसमा चाहिँ एउटा रेन्जको मात्रै लगाइन्छ भने हाम्रो रेन्जमा मल्टिक्रप, फ्लावरिङ, नन फ्लावरिङ मल्टिक्रप युज गर्दा पनि यसमा के फरक छ? फरक हुन्छ। तर अब यसले के गर्छ, यसले आफ्नो लागि कन्ट्रोल गर्छ, उसले आफ्नो लागि गर्छ। एउटा सिस्टममा फ्लावरिङ, नन फ्लावरिङ, मल्टिक्रप रोप्न मिल्ने सिस्टम भनेको यो मात्रै हो अहिलेसम्म, मैले भेटेको छैन। जस्तो मार्केटमा मैले देखेको भनेको PVC पाइपहरू लगाउनुहुन्छ, काट्नुहुन्छ र त्यो पानी खाने प्लास्टिकको कपहरू युज गरेर काम गर्नुहुन्छ, जुन चाहिँ अति नै नराम्रो छ। जसले त उहाँहरूलाई प्र्याक्टिकल गरेर म एउटामा सिक्छु भन्ने जुन लेभलमा गइरहनु भएको छ, जुन चाहिँ उपयोगी नै होइन, त्यति PVC पाइप गर्नु हुँदैछ नो। PVC पाइपमा जस्तो प्लास्टिकको पोलिमरहरू जब सनलाइट पर्छ पानीमा डाइल्युट हुन थाल्छ, बिरुवाले लिन्छ। अब पोलिमर बिरुवाले लिइसकेपछि हामीले त्यही खान्छौँ, त हाम्रो शरीरमा त्यो गयो भनिसकेपछि त्यो हेल्थको लागि पनि राम्रो होइन, टेस्टमा पनि राम्रो हुँदैन। यो सिस्टम होइन, यो ग्रो टावर हो, जो चाहिँ एरो टावर हो। यो दुईवटा यो लाइनहरू एरो टावर हो होइन। अब यसको फरक के हो भन्दाखेरि अहिले जुन अब जहिले पनि जति पनि मार्केटमा रुचाएर लग्नु भएको छ ग्रो टावर, जसमा चाहिँ 48 घन्टा लोड सेडिङ भए पनि समस्या भएन, पानीको पिएच फ्लक्चुएट हुन्छ, यो हुन्छ, यता हुन्छ, तनावै भएन। तपाईँ बिरुवा रोप्नुहोस्, तपाईँलाई कहीँ आपत पऱ्यो, गाह्रो पऱ्यो, अथवा घुम्न जानु पऱ्यो, देश विदेश जहाँसुकै जानु, हप्ता 10 दिनको लागि टेन्सनै नलिनु।
जस्तो यो देख्नुभयो यसमा जरा त्यो भित्र केही पनि छैन है खाली छ यो पुरै यो एउटा अलग सिस्टम भयो त्यो अलग सिस्टम हुन्छ यसमा केही पनि छैन जरा मात्रै छ देख्नुभयो जरा क्लिन होइन जरामा यसरी उत्पादन भइरहेको छ जस्तो यसलाई अड्याउनको लागि हामी क्लेबल युज गर्छौँ हाइड्रोटोन पनि हुन्छ यसमा अरू चिज पनि युज गर्न सकिन्छ यसमा केही समस्या भयो हामी अब प्रविधिमा लगाउँ न त सधैँभरि ट्रेडिसनमै लाग्नुपर्छ भन्ने त छैन हामी लगानी गरिरहेछौँ के को लागि रिटर्नको लागि अर्को कुरा हामी हेल्दी बिना विषादीको तरकारी मार्केटमा दिइरहेछौँ हामीले राम्रो पनि गरिरहेछौँ कोही पनि मान्छेले गाई फार्म चलाइरहनु भएको छ 15-20 रुपियाँमा घाँस उत्पादन गरेर तपाईँले एकदमै जटिल अवस्था बेहोरिरहनु भएको छ भने हामी तपाईँलाई 20 रुपियाँमा उत्पादन हुने घाँस तपाईँको 6 देखि 8 आनामा तपाईँले उत्पादन गर्न सक्ने हाइड्रोपोनिक सिस्टम बनाइदिन्छौँ जसले चाहिँ गाईको दुधको प्रोडक्सन ल्याक्टोजिनको क्वालिटीदेखि एभ्रिथिङ 30 to 40% हाई हुन्छ किनकि उहाँले व्यवसाय गरिरहनु भएको छ भनेपछि त्यो बेनिफिटको लागि गर्नु अनि अर्को कुरा के भन्दा कोही पनि व्यक्तिलाई सिकाउनुहोस् उसलाई आत्मनिर्भर बनाइदिनुहोस् र उसलाई काम गर्ने इन्भाइरोमेन्ट क्रिएट गरिदिनुहोस् उसँग पैसा छैन उसलाई सब्सिडी लोन दिनुहोस् जसले उत्पादन दिने त नेपालकै लागि हो राज्यकै लागि हो अहिले महिनाको 3-4 अर्बको तरकारी भित्रिरहेको छ वर्षको तपाईँको लगभग 40 देखि 60 अर्बको तरकारी भित्रिन्छ त्यो तरकारी उत्पादन नेपालमा भयो भने पैसा त पाइदिएन कृषि यस्तो सेक्टर हो जसमा प्रविधिमा आधारित कृषि प्रणालीमा अगाडि बढ्नै पर्ने बाध्यता छ र बढ्नै पर्छ किन भन्दा यही चिज अमेरिकनले गरेर खाँदा वाउ यही चिज नेपालमा गरेर खाँदा चाहिँ छ्या भन्ने चाहिँ हुँदैन होइन कतिजनाले के चाहिँ भन्नुहुन्छ भन्दा मैले युट्युबमा देखेको थिएँ भिडियो अरे हामी 4 वर्षदेखि लगातार गरिरहेछौँ मैले देखेको थिएँ देखेर कृषि गरिँदैन क्या धेरैजनाको भनाइ यही हुन्छ मैले यो देखाएको थिएँ यो यस्तो हुन्छ अरे अरे देखेको भरमा कहिले पनि हुँदैन कृषि भनेको गरेर हुने चिज हो साग नरोपिकन उम्रदैन नउम्रिकन फल बोट हुर्कँदैन नहुर्किकन फल्दैन र टिपेर खान सकिँदैन